नमस्ते, म मिलन मानन्दर। आजको लेक्चरमा हामीले सिस्टम अफ लिनियर इक्वेसनको बारेमा सिक्नेछौँ। अब सिस्टम अफ लिनियर इक्वेसन भन्नाले के बुझिन्छ, पहिला यहाँ डेफिनिसन हेरौँ। अ सेट अफ लिनियर इक्वेसन्स इन टू or more भेरिएबल इज नोन एज अ सिस्टम अफ लिनियर इक्वेसन। भन्नुको मतलब अब हामीले सपोज गरौँ एउटा इक्वेसन x प्लस y इज इक्वल्स टू 7 लियो, 2x माइनस 5y इज इक्वल्स टू 9 लियो। अब यो दुईटा इक्वेसन एकै पटक लियो भने यस्तो लिनियर इक्वेसनको कलेक्सन अथवा सेटलाई हामी के भन्छौँ, सिस्टम अफ लिनियर इक्वेसन इन टू भेरिएबल। अहिले यहाँ दुईटा भेरिएबल्स x र y लिएका छौँ। यसै गरी हामीले सिस्टम अफ लिनियर इक्वेसन 3 भेरिएबलमा पनि हामी राख्न सक्छौँ, जस्तो x प्लस y प्लस 3z इज इक्वल्स टू 9, x माइनस 2y प्लस 5z इज इक्वल्स टू 7, 2x प्लस 3y माइनस z इज इक्वल्स टू 8। यो पनि एउटा सिस्टम अफ लिनियर इक्वेसन इन 3 भेरिएबल्स x, y एन्ड z। यहाँ दुई वा दुईभन्दा बढी भेरिएबल भएको लिनियर इक्वेसन्सहरूको सेट हो यो सिस्टम भन्नाले। अब यो सिस्टम अफ लिनियर इक्वेसनको एउटा जनरल फर्म हुन्छ यहाँ, जसलाई हामी यसरी लेखिरहेका छौँ। द जनरल फर्म अफ अ सिस्टम अफ m लिनियर इक्वेसन विथ n भेरिएबल्स x1, x2, x3, so on and xn can be written as a11x1 plus a12x2 plus a13x3 plus and so on plus a1n xn is equals to b1। त्यस्तै a21x1 plus a22x2 plus a23x3 plus and so on plus a2n xn is equals to b2। अनि यस्तै गरी हामी mth इक्वेसनमा am1 x1 plus am2 x2 plus am3 x3 plus and so on plus amn xn is equals to bm। यस्तो यहाँ हेर कतिवटा लिनियर इक्वेसन दिइरहेछ भने 1 2 3 4 गर्दै यमवटा लिनियर इक्वेसन छ भने कतिवटा भेरिएबल युज भइरहेको छ, 1 2 3 4 गर्दै नवटा भेरिएबल युज भइरहेको छ। यो एउटा जनरल फर्म हो सिस्टम अफ लिनियर इक्वेसन, जसमा यमवटा लिनियर इक्वेसन छ र नवटा भेरिएबल छ, which can be expressed in matrix form as ax is equals to b। यो सिस्टम अफ लिनियर इक्वेसनलाई कम्प्याक्ट फर्ममा मेट्रिक्स फर्ममा यसरी लेख्छौँ, ax is equals to b, जहाँ क्यापिटल ए भनेको यो कोफिसिएन्ट, यो सिस्टम अफ लिनियर इक्वेसनमा जुन लेफ्ट ह्यान्ड साइडमा छ नि भेरिएबलहरूको कोफिसिएन्टले बनेको म्याट्रिक्स a11 a12 a13 डट डट a1n, त्यस्तै a21 a22 a23 a2n, यस्तो डिफ्रेन्ट कोफिसिएन्ट अफ द भेरिएबलले बनेको म्याट्रिक्स हो, जसलाई हामी कोफिसिएन्ट म्याट्रिक्स भन्छौँ। x भनेको कलम म्याट्रिक्स अफ द भेरिएबल्स। यहाँ भेरिएबल्सहरू के छ त, x1 x2 x3 गर्दै xn सम्म छ। यो भेरिएबलहरूको कलम म्याट्रिक्सलाई हामी क्यापिटल x ले डिनोट गरेछौँ। त्यस्तै b भनेको क्यापिटल b भनेको कन्स्टेन्ट म्याट्रिक्स, जुन कलम म्याट्रिक्स हुन्छ राइट ह्यान्ड साइडमा, इक्वेसनको राइट ह्यान्ड साइडमा जुन कन्स्टेन्ट टर्महरूले बनेको कलम म्याट्रिक्सलाई हामी क्यापिटल b ले डिनोट गरेछौँ। यो त भयो इन जनरल फर्म अफ द सिस्टम अफ लिनियर इक्वेसन। अब यो राइट ह्यान्ड साइडमा भएको यो बी को बारेमा अलिकति हामी सोच्नु पर्ने हुन्छ। यदि यो बी को भ्यालु 0 हुन पनि सक्छ नहुन पनि सक्छ। यदि बी को भ्यालु 0 छैन भन्नुको मतलब यहाँ जुन युज भएछ नि b1 b2 b3 bm सबै 0 नभएको अवस्थामा यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी नन होमोजिनियस भन्छौँ, जसलाई हामी यहाँ लेखेका छौँ। द इक्वेसन 1 इज नोन एज नन होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसन इफ b इज नट 0।
बी 0 नहुनु भनेको B1 B2 B3 BM यहाँ जतिवटा कन्स्टेन्टहरु छ नि राइट ह्यान्ड साइडमा यमवटा मध्ये सबै 0 भएन भने केही दुई चारवटा 0 हुन सक्छ तर सबै 0 छैन भने त्यस्तो सिस्टम अफ लिनियर इक्वेसन हामी के भन्छौं त नन होमोजिनियस। अब अर्को हुन्छ फेरि इफ B1 B2 B3 BM are all 0 that is capital B को भ्यालु सबै 0 मैट्रिक्स भयो भने then the system of linear equations is said to be homogeneous which can be written as AX is equals to O भन्छौं यसलाई। यो पनि मैट्रिक्स फर्म हो है AX is equals to O। यो मैट्रिक्स फर्म हो अब हामीले यहाँ के हेर्यौं भने सिस्टम अफ लिनियर इक्वेसनमा दुई थरीको हुन्छ जस्तो 2x plus 3y is equals to 7 एउटा अनि 5x minus y is equals to 9 यो एक किसिमको सिस्टम अफ लिनियर इक्वेसन छ। यसमा राइट ह्यान्ड साइड सबै 0 छैन, राइट ह्यान्ड साइडको कन्स्टेन्ट सबै 0 छैन। यो टाइपको सिस्टम अफ लिनियर इक्वेसनलाई हामी के भन्छौं त नन होमोजिनियस। राइट ह्यान्ड साइडमा सबै 0 छैन, नन होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसन। अब जस्तो यो मात्र होइन, अब हामी यसरी पनि बुझ्न सक्छौं है नन होमोजिनियसमा। यो एउटा एक्जाम्पल भयो। त्यस्तै 3 भेरिएबल्सको पनि लिन सक्छौं 2x minus 3y plus 5z is equals to 13 x plus 7y minus 3z is equals to 0 5x plus 2y plus z is equals to minus 9। अब राइट ह्यान्ड साइडमा हेरौं, यो पनि सिस्टम अफ लिनियर इक्वेसन हो जसमा राइट ह्यान्ड साइडमा सबै 0 छैन। कुनै 0 हुन सक्छ कन्स्टेन्ट टर्म, कुनै 0 हुन सक्छ तर सबै 0 छैन। सबै 0 छैन भने यो सिस्टम अफ लिनियर इक्वेसनलाई पनि अब हामी यहाँ के भन्छौं त नन होमोजिनियस भन्छौं, नन होमोजिनियस भन्छौं। अब अर्को किसिमको सिस्टम अफ लिनियर इक्वेसन पनि यहाँ हामी हेर्यौं 2x plus 3y is equals to 0 5x minus y is equals to 0। यो टाइपको इक्वेसन जसमा राइट ह्यान्ड साइडमा जुन कन्स्टेन्ट टर्महरु सबै के छ त 0 छ। यस्तो भयो भने यस्तो सिस्टमलाई हामी होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसन भन्छौं, होमोजिनियस। अब यसै गरी 3 भेरिएबलमा पनि हुन सक्छ 2x minus 3y plus 5z is equals to 0 x plus 7y minus 3z is equals to 0 5x plus 2y plus z is equals to 0। यसमा पनि सिस्टम अफ लिनियर इक्वेसन हो जसमा राइट ह्यान्ड साइडमा भएको सबै कन्स्टेन्ट टर्महरु 0 छ। यस्तो सिस्टमलाई हामी होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसन भन्छौं। अब हामीले अर्को एउटा टर्म डिस्कस गर्छौं जसलाई हामी अगमेन्टेड म्याट्रिक्स भन्छौं। अब सिस्टम अफ लिनियर इक्वेसन भन्नासाथ हाम्रो माइन्डमा म्याट्रिक्स फर्ममा AX is equals to B हुन्छ नन होमोजिनियस भन्दा। नन होमोजिनियसमा AX is equals to B र होमोजिनियसमा AX is equals to O भन्ने सिस्टम अफ लिनियर इक्वेसन हामी यसरी बुझ्छौं। अब हामीले अर्को टर्म अगमेन्टेड म्याट्रिक्स। अब अगमेन्टेड म्याट्रिक्स भनेको कस्तो म्याट्रिक्स हो त्यो यहाँ चाहिँ बुझ्ने कोसिस गर्छौं। अब यो अगमेन्टेड म्याट्रिक्स भनेको कस्तो म्याट्रिक्स हो जस्तो सिस्टम अफ लिनियर इक्वेसन हामी AX is equals to B लियो भने if the
system of linear equations is Ax is equals to B. Then यस्तो सिस्टम अफ लिनियर इक्वेसनमा अगमेन्टेड म्याट्रिक्स हामी यसरी निकाल्छौँ। अगमेन्टेड म्याट्रिक्स भनेको एउटा म्याट्रिक्स हो जसमा के गरिन्छ भने यो कोएफिसिएन्ट म्याट्रिक्सको राइटतिर कन्स्टेन्ट टर्महरू भएको म्याट्रिक्स राखिन्छ। अर्थात् राइट ह्यान्ड साइडमा भएको यो जुन कन्स्टेन्ट म्याट्रिक्स छ नि त्यो चाहिँ कोएफिसिएन्ट म्याट्रिक्ससँग लेख्यो भने यो बनेको नयाँ किसिमको म्याट्रिक्सलाई हामी अगमेन्टेड म्याट्रिक्स भन्छौँ। यो भयो कुन बेला त इन केस अफ नन होमोजिनियस सिस्टम। यो फोर नन होमोजिनियस सिस्टमको लागि यस्तो भयो। नन होमोजिनियस सिस्टम अब यसै गरी दोस्रो होमोजिनियस सिस्टममा if the system of linear equations is Ax is equals to O, then अगमेन्टेड म्याट्रिक्स हामी यसलाई एनालोगस वेमै लेख्छौँ। अगाडि जस्तै अगमेन्टेड म्याट्रिक्स हामी माथि जस्तै मिलाएर लेख्छौँ। ए त यहाँ पनि छ कोएफिसिएन्ट म्याट्रिक्स टुगेदर विथ हामी ओ लिन्छौँ जुन नल म्याट्रिक्स छ। राइट ह्यान्ड साइडमा सबै 0 छ भने यस्तो बेलामा अगमेन्टेड म्याट्रिक्स यहाँ हामी ए कोलन ओ लेख्छौँ। यो कुन बेला लेख्छौँ त भन्दा फर होमोजिनियस सिस्टमको लागि यस्तो हामी लिन्छौँ। यो अगमेन्टेड म्याट्रिक्स हामीले पछि गॉस इलिमिनेसन मेथड प्रयोग गर्ने क्रममा यहाँ युज गर्नेछौँ। अर्थात् गॉस इलिमिनेसन मेथडबाट सिस्टम अफ लिनियर इक्वेसन सल्भ गर्ने क्रममा यो अगमेन्टेड म्याट्रिक्सहरू हामी प्रयोग गर्नेछौँ। अब यहाँ क्लासिफिकेसन अफ सिस्टम अफ लिनियर इक्वेसन हामी डिस्कस गर्नेछौँ। अब हेडिङ लेखौँ यहाँ क्लासिफिकेसन of system of linear equations कुनै पनि सिस्टम अफ लिनियर इक्वेसनलाई हामी क्लासिफाई कसरी गर्छौँ भनेर यहाँ डिस्कस गर्छौँ। पहिला यो डिस्कस गर्नको लागि केही बेसिक आइडिया चाहिँ हामी हुनुपर्छ जसलाई हामी बेसिक आइडिया हामी यहाँ राख्छौँ। बेसिक कन्सेप्ट के चाहिन्छ त्यसमा जसलाई मैले यहाँ रिभ्यू भनेर राखिरहेको छु। अब यहाँ केही टर्म्सहरू आउँछ जुन बेसिक कन्सेप्टको रूपमा हामी यहाँ राख्छौँ। जस्तो यहाँ मैले एउटा टर्म राख्छु A consistent and inconsistent system. Consistent and inconsistent system. अब यहाँ हामी कस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी कन्सिस्टेन्ट बन्ने
कस्तो लिनियर सिस्टम अफ लिनियर इक्वेसनलाई इन्कन्सिस्टेन्ट भन्ने केही बेसिक कन्सेप्टहरू हामी यहाँ बिल्डअप गर्ने कोसिस गर्छौँ। अब यहाँ डेफिनिसन लेखौँ, अ सिस्टम अफ linear equations is said to be consistent if it has at least one solution. कम्तीमा एउटा सल्युसन भएको सिस्टम अफ लिनियर इक्वेसनलाई हामी कन्सिस्टेन्ट भन्छौँ। अदरवाइज अन्यथा it is says to be inconsistent. जस्तो भन्नुको मतलब यहाँ यसलाई केही कुरा क्लियर गरौँ, जसलाई मैले एक्जाम्पलको रेफरेन्समा भन्छु। पहिलो एक्जाम्पल, x प्लस y इज इक्वल्स टु 5, x माइनस y इज इक्वल्स टु 1। अब यो सिस्टम अफ लिनियर इक्वेसन लेख्छौँ दुईटा भेरिएबलमा। यसलाई हामी सल्भ गर्यो भने सल्युसन आउँछ। कस्तो सल्युसन आउँछ हेर्यौँ भने सल्युसन कस्तो आउँछ त भन्दा हामीले यहाँ x, y को भ्यालु निकाल्यौँ भने कति आउनेछ 3,2, अर्थात् x को भ्यालु 3, y को भ्यालु 2, अर्थात् एउटा सल्युसन चाहिँ आयो। अब दोस्रो इक्वेसन हामी यहाँ राख्छौँ, x प्लस y इज इक्वल्स टु 5, 2x प्लस 2y इज इक्वल्स टु 10। अब यसको सल्युसनमा कस्तो आउँछ हेरौँ। सल्युसन कुन हुन्छ हेरौँ यसको सल्युसनमा। 3,2 त हुन्छ एउटा, किनकि 3,2 ले यो इक्वेसनलाई पनि सेटिस्फाई गर्छ, यो इक्वेसनलाई पनि सेटिस्फाई गर्छ। अनि 1,4 ले पनि सेटिस्फाई गर्छ, 2,3 ले पनि सेटिस्फाई गर्छ, 4,1 ले पनि सेटिस्फाई गर्छ। यस्तो धेरै छ, यहाँ धेरै सल्युसन्सहरू छ, अर्थात् x र y को पेयर अफ भ्यालु धेरै छ जसले यो दुवै इक्वेसनलाई सेटिस्फाई गर्छ। यस्तो बेलामा यो सिस्टम अफ इक्वेसनलाई हामी के भन्छौँ त अहिले कन्सिस्टेन्ट भन्छौँ। यो कन्सिस्टेन्ट भयो। त्यस्तै यस्तो सिस्टम अफ इक्वेसनलाई पनि हामी यहाँ कन्सिस्टेन्ट भन्छौँ, किनकि कम्तीमा एउटा सल्युसन छ, एटलिस्ट एउटा। अब अर्को सिस्टम, अर्को एक्जाम्पल हेरौँ है त यहाँ। अब अर्को एक्जाम्पल हेरौँ कस्तो खालको सिस्टम छ, एक्जाम्पल छ हेरौँ। अर्को एक्जाम्पलमा हामी यस्तो खालको इक्वेसन लिन्छौँ, जस्तो थर्डमा मैले x प्लस y इज इक्वल्स टु 5 लिए, x प्लस y इज इक्वल्स टु 2 लिए। यो दुईटा इक्वेसनको सल्युसन कस्तो हुन्छ त भन्दा यसको सल्युसनमा के आउँछ त कन्क्लुजन। यस्तो सल्युसन भन्दा हामी त्यस्तो कुनै पेयर अफ भ्यालुज हामी पाउँदैनौँ x र y को भ्यालु जसले यो दुवै इक्वेसनलाई सेटिस्फाई गरोस्। त्यसकारण कन्क्लुजन यहाँ के भन्छौँ त, नो सल्युसन। यदि नो सल्युसन आयो भने यस्तो सिस्टम अफ इक्वेसनलाई
अबको यो हेडिङमा हामी के भन्छौँ त इन्कन्सिस्टेन्ट कम्तीमा एउटा सल्युसन चाहिँ आउनै पर्यो यहाँ एक भन्दा बढी आयो यसमा युनिक सल्युसन भन्छौँ यस्तो केसमा एउटा मात्र युनिक सल्युसन यस्तो केसमा हामी इन्फाइनाइटली मेनी सल्युसन यस्तो केसमा इन्फाइनाइटली मेनी सल्युसन भन्छौँ यहाँ र एउटा सल्युसन या इन्फाइनाइटली मेनी सल्युसन हुँदा सिस्टमलाई हामी के भन्छौँ त कन्सिस्टेन्ट भन्छौँ भने एउटा पनि सल्युसन नभएको अवस्थामा हामी सिस्टमलाई के भन्छौँ अर्थात् सिस्टम अफ लिनियर इक्वेसनलाई हामी इन्कन्सिस्टेन्ट भन्छौँ। अब अर्को बेसिक कन्सेप्ट हामी यहाँ बुझ्छौँ बीमा इन्डिपेन्डेन्ट and dependent system independent and dependent system ल कस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी इन्डिपेन्डेन्ट भन्ने कस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी डिपेन्डेन्ट भन्ने अब त्यो डेफिनिसन हेरौँ a system of linear equations is said to be independent if it has at most one solution बढीमा एउटा सल्युसन भएको सिस्टम अफ लिनियर इक्वेसनलाई हामी के भन्छौँ इन्डिपेन्डेन्ट otherwise it is said to be dependent अब एक्जाम्पलको लागि हामी राखौँ पहिलो एक्जाम्पल मैले त्यही अहिलेको इक्वेसन राख्छु x plus y is equals to 5 x minus y is equals to 1 यसको सल्युसन कति आउँछ त भन्दा x को भ्यालु 3 y को x को भ्यालु 3 र y को भ्यालु 2 एउटा सल्युसन त आयो है कम्तीमा एउटा सल्युसन त आयो नि 3, 2 अब अर्को एउटा एक्जाम्पल लिन्छु x plus y is equals to 5 x plus y is equals to 2 यसमा नो सल्युसन हुन्छ यसमा कुनै पनि x र y को पेयर अफ भ्यालु छैन जसले यो दुईटै इक्वेसनलाई सेटिस्फाई गरोस् यस अर्थमा यो जुन दुईटा सिस्टम अफ लिनियर इक्वेसन लिइरहेछौँ यहाँ हामी के भन्छौँ इन्डिपेन्डेन्ट भन्छौँ अहिलेको केसमा इन्डिपेन्डेन्ट यसलाई पनि इन्डिपेन्डेन्ट यसलाई पनि हामी के भन्छौँ त इन्डिपेन्डेन्ट यसमा बढीमा एउटा सल्युसन मात्र छ धेरै सल्युसन छैन अब मैले एउटा अर्को एक्जाम्पल राख्छु यहाँ अहिलेकै एक्जाम्पल लिन्छु थर्ड x plus y is equals to 5 र 2x plus 2y is equals to 10
यसको सल्युसन हामी खोज्ने क्रममा जान्छौँ भने हेर है सल्युसनमा के आउँछ x कमा y को भ्यालु हेर्ने हो भने 3 कमा 2 त हुन्छ 2 कमा 3 पनि हुन्छ 1 कमा 4 पनि हुन्छ 4 कमा 1 पनि हुन्छ यस्तो धेरै सल्युसन छ यस्तो है यहाँ जस्तै धेरै सल्युसन छ यसमा भयो जस्तै यहाँ पनि धेरै सल्युसन छ धेरै सल्युसन भयो भने हामी सिस्टम अफ इक्वेसनलाई यस्तो सिस्टमलाई अब हामी के भन्छौँ त डिपेन्डेन्ट भन्छौँ यहाँ डिपेन्डेन्ट एक भन्दा बढी सल्युसन आउने केसमा हामी डिपेन्डेन्ट यो बेसिक कन्सेप्ट चाहिँ हुनुपर्छ सिस्टम क्लासिफिकेसन अफ सिस्टम अफ लिनियर इक्वेसनमा बेसिक चाहिँ यो आइडिया चाहिँ हुनुपर्छ कुन बेला कन्सिस्टेन्ट भन्ने कम्तीमा एउटा सल्युसन आएमा हामी त्यस्तो सिस्टमलाई हामी कन्सिस्टेन्ट भन्छौँ यदि एउटा पनि सल्युसन आएन भने त्यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई इन्कन्सिस्टेन्ट भन्छौँ अब अर्को टर्म के छ इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट यदि सिस्टम अफ लिनियर इक्वेसनमा बढीमा एउटा सल्युसन एटमोस्ट भनिरहेछ है एटमोस्ट यहाँ बढीमा यो टर्म बुझौँ बढीमा एउटा एटमोस्ट 1 अब यसमा के थियो एटलिस्ट 1 भन्ने थियो बढीमा एउटा सल्युसन छ भने त्यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई इन्डिपेन्डेन्ट भनिन्छ अन्यथा हामी के भन्छौँ त डिपेन्डेन्ट जस्तो कि यसमा हेर्यौँ भने एउटा सल्युसन छ त्यसकारण एउटा सल्युसन भए तापनि हामी के भन्छौँ इन्डिपेन्डेन्ट यसमा सल्युसन छैन त्यसकारण यो पनि के भयो त इन्डिपेन्डेन्ट यसमा के छ त धेरै सल्युसन छ त्यसकारण यस्तो सिस्टमलाई हामी के भन्छौँ त डिपेन्डेन्ट अब हामी बल्ल यो हेडिङमा आउँछौँ क्लासिफिकेसन अफ सिस्टम अफ लिनियर इक्वेसन अब यो क्लासिफिकेसन अफ सिस्टम अफ लिनियर इक्वेसनलाई पनि हामी दुईटा भागमा बाँड्छौँ हामीले होमोजिनियस सिस्टमको क्लासिफिकेसन गर्न गएको हो कि नन होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनलाई क्लासिफिकेसन गर्न गइरहेको यो चाहिँ अब यहाँ हामी डिस्कस गर्छौँ अब दुई किसिमको सिस्टम अफ लिनियर इक्वेसन हामी पढिरहेका छौँ होमोजिनियस र नन होमोजिनियस यसै आधारमा यो क्लासिफिकेसन अफ सिस्टम अफ लिनियर इक्वेसनलाई पनि यसै अन्तर्गत हामी यहाँ डिस्कस गर्छौँ अब पहिलो क्लासमा हामी नन होमोजिनियसको चर्चा गर्नेछौँ है नन होमोजिनियस ल अब पहिलो एमा फर non-homogeneous for non-homogeneous system यो नन होमोजिनियस सिस्टमको लागि यो क्लासिफिकेसन हामी कति तरिकाले गर्छौँ पहिलो यहाँ छ पहिलो यो टर्म छ यहाँ consistent and independent consistent and independent system consistent and independent system अब कस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी consistent and independent system भन्ने a system of linear equations is said to be
consistent and independent if it has exactly one solution. One solution. One solution. जसलाई हामी युनिक सल्युसन हुने केस भनेर यहाँ सम्झिन्छौँ। यो केसमा युनिक सल्युसन हुने केस हो। यदि सिस्टम अफ लिनियर इक्वेसनमा हामी युनिक सल्युसन पायौँ भने त्यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी के भन्छौँ? कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट। जस्तो एक्जाम्पलको लागि पहिलो एक्जाम्पल हेरौँ। x प्लस y इजिकल्स टु 5, x माइनस y इजिकल्स टु 1। अब यसको सल्युसन हेरौँ। यसको सल्युसन हामी के पायौँ त भन्दा यसको सल्युसनमा x, y गर्दा सल्भ गर्दा हामी 3, अब यसमा एउटा मात्र सल्युसन आयो। अब यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी के भन्छौँ? कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट, जसमा x र y को भ्यालु सिंगल छ। अब जस्तो यो 2 डाइमेन्सनमा यस्तो दुईटा इक्वेसन, सपोज यो लाइन येलो हो, x प्लस y इजिकल्स टु 5, यो लाइन L2 हो जसमा x माइनस y इजिकल्स टु 1। यस्तो भयो भने यो दुईटा लाइन्सहरू एउटा पोइन्टमा इन्टरसेक्ट गर्छ, जुन पोइन्टको कोअर्डिनेट कति हुन्छ त 3, 2। अर्थात् यो 2 भेरिएबल भएको सिस्टम अफ लिनियर इक्वेसन लिँदा र त्यसलाई ग्राफमा प्लोट गर्दा इन्टरसेक्टिङ लाइन आइरहेको छ भने त्यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी के भन्छौँ? कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट सिस्टम भन्छौँ। यो इन्टरसेक्टिङ लाइन आइरहेछ भने त्यतिखेर हामी के भन्छौँ त? कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट। अब दोस्रो क्लास फेरि हुन्छ कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट। अब यहाँ के कुरा बुझ्नु पर्थ्यो भने यो नामबाट कन्सिस्टेन्ट भनेपछि सिस्टममा कम्तीमा एउटा सल्युसन, एक या एक भन्दा बढी सल्युसन हुन सक्छ। इन्डिपेन्डेन्ट भनेपछि के बुझ्नुपर्छ? एक या एक भन्दा कम सल्युसन। र दुईटै कुरा कुनमा कमन हुन्छ त भन्दा एउटा सल्युसन यसमा पनि पर्छ, यसमा पनि पर्छ। त्यसकारण कमन कुरा के भयो? एक्ज्याक्टली वन सल्युसन हुने अवस्थामा सिस्टमलाई हामी के भन्छौँ त? कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट। अब यो कन्सिस्टेन्ट भनेपछि र डिपेन्डेन्ट भन्यो। कन्सिस्टेन्टमा दुईटा अवस्था हुन्छ, युनिक सल्युसन हुँदा पनि हुन्छ, इन्फाइनाइटली मेनी सल्युसन हुँदा पनि हुन्छ। अब यो डिपेन्डेन्ट कहिले हुन्छ त? एक भन्दा बढी सल्युसन हुने अवस्थामा। अर्थात् यो बेलामा कस्तो स्थिति हुन्छ भने अ सिस्टम अफ लिनियर इक्वेसन्स is said to be consistent and dependent if it has infinitely many solutions. यदि कुनै पनि सिस्टममा
इन्फाइनाइटली मेनी सल्युसन आउँछ भने त्यस्तो सिस्टमलाई हामी के भन्छौँ, कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट। जस्तो एक्जाम्पलको लागि x प्लस y इज इक्वल्स टु 5 लियौँ, 2x प्लस 2y इज इक्वल्स टु 10 लियौँ। अब यसको सल्युसन हेर्ने हो भने अब यसमा कतिवटा सल्युसन आउनेछ भनेर विचार गऱ्यौँ भने अब इक्वेसन 1 लाई सटिस्फाई गर्ने जुनसुकै पेयर अफ भ्यालुजले x र y को पेयर अफ भ्यालुजले यो इक्वेसनलाई पनि सटिस्फाई गर्छ। अर्थात् मैले 3,2 लियो भने यो इक्वेसन र यो इक्वेसन दुवैलाई सटिस्फाई गर्छ। त्यस्तै 2,3 लिँदा पनि यो दुवैलाई गर्छ। 1,4 ले 4,1 ले यसो हेर्दाखेरि यहाँ धेरै सल्युसन पाउँछौँ, इन्फाइनाइटली मेनी सल्युसन है, इन्फाइनाइटली मेनी सल्युसन छ। अब यस्तो बेलामा यो दुईटा लाइनहरुको ग्राफ बनाउँदा जस्तो लाइन L1 र L2 दुवै ओभरल्याप अर्थात् कोइन्साइड हुन्छ। यहाँ यो ग्राफ पेपरमा 2 भेरिएबलको सिस्टम अफ लिनियर इक्वेसन लिइरहेछौँ र ग्राफमा प्लोट गर्दा ओभरल्यापिङ दुईटै लाइन ओभरल्यापिङ एउटै लाइनले रिप्रेजेन्ट गरियो भने त्यस्तो बेलामा सिस्टमलाई हामी के भन्छौँ त, कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट। जस्तो यहाँ कमन पोइन्ट एउटा मात्र थियो, त्यसकारण एउटा मात्र सल्युसन छ दुईटा लाइनको कमन पोइन्ट। यहाँ दुईटा लाइनको कमन पोइन्ट भनेको धेरै छ, यहाँ इन्फाइनाइटली मेनी पोइन्ट्सहरू यहाँ कमन पोइन्ट भएको हुनाले अब यस्तो सिस्टम अफ लिनियर इक्वेसनको इन्फाइनाइटली मेनी सल्युसन छ भन्छौँ, जुन बेला हामी यो सिस्टमलाई के भन्छौँ, कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट भन्छौँ। अब अर्को एउटा क्याटेगोरी बाँकी रह्यो इन्कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट। कस्तो बेला भन्ने, इन्कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट। 3 यसमा यहाँ लेख्छु 3 inconsistent and independent। inconsistent and independent सिस्टम। अब कस्तो सिस्टमलाई हामी इन्कन्सिस्टेन्ट, अब इन्कन्सिस्टेन्ट हुनको लागि के हुनुपर्छ, कन्सिस्टेन्ट हुनलाई कम्तीमा एउटा सल्युसन हुनुपर्ने, इन्कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट। ल यसमा कम्तीमा एउटा सल्युसन हुनु पर्थ्यो। अब कन्सिस्टेन्ट हुनलाई, इन्कन्सिस्टेन्ट हुनलाई नो सल्युसन हुनु पर्यो यहाँ। अनि यो इन्डिपेन्डेन्ट सिस्टम हुनलाई के हुनुपर्छ, नो सल्युसन अथवा बढीमा 1 सल्युसन। दुवैमा कमन के छ त, नो सल्युसन। यसमा नो सल्युसन र 1 सल्युसन पर्छ, यसमा नो सल्युसन। दुवैलाई कमन के भयो त, नो सल्युसन। अब त्यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी इन्कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट भन्छौँ, जसमा कुनै पनि सल्युसन हुँदैन। A system of linear equations, a system of linear equations is said to be inconsistent and independent if it has no solution, no solution। जस्तो एक्जाम्पलको लागि हामी
यस्तो इक्वेसन राख्नु x प्लस y इज इक्वल्स टु 5 x प्लस y इज इक्वल्स टु x प्लस y इज इक्वल्स टु 2। अब यस्तो इक्वेसनको सल्युसन हुँदैन। यस्तो बेलामा हामी नो सल्युसन भन्छौँ। यस्तो बेलामा हामी नो सल्युसन, यो सिस्टमको सल्युसन हुँदैन, अर्थात् यो सिस्टम अफ लिनियर इक्वेसनलाई सटिस्फाई गर्ने कुनै पनि पेयर अफ भ्यालु छैन। अब यस्तो दुईटा पेयर अफ इक्वेसन भएको सिस्टम अफ लिनियर इक्वेसनलाई हामी ग्राफमा प्लोट गर्यौं भने हामी यस्तो अवस्था पाउँछौँ, प्यारलल लाइन पाउँछौँ। L1 भनेको सपोज x प्लस y इज इक्वल्स टु 5, L2 भन्नाले x प्लस y इज इक्वल्स टु 2। यो नन इन्टरसेक्टिङ लाइन बनिरहेको हुन्छ, अर्थात् प्यारलल लाइन भन्छ है। यो प्यारलल लाइन बनिरहेको हुन्छ। यसरी विद्यार्थी भाइ बहिनीहरू, हामीले सिस्टम अफ लिनियर इक्वेसनलाई क्लासिफाई गर्ने क्रममा पहिलो हेडिङ हामी के गर्यौं भने फर नन होमोजिनियस सिस्टमलाई हामी क्लासिफाई गर्यौं। यहाँ 3 किसिमको सिस्टम अफ लिनियर इक्वेसन हुँदो रहेछ नन होमोजिनियस केसमा। जस्तो एउटा कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट भनेको त्यस्तो सिस्टम जसमा एउटा मात्र सल्युसन हुन्छ। अर्को कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट जसमा एक भन्दा बढी अर्थात् इन्फाइनाइटली मेनी सल्युसन हुन्छ। थर्ड क्याटेगोरी हामी इन्कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट जसमा नो सल्युसन अर्थात् एउटा पनि सल्युसन हुँदैन भने त्यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी के भन्छौँ त इन्कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट। अब हामी बी क्याटेगोरीको क्लासमा हामी जान्छौँ। फर होमोजिनियस सिस्टम, होमोजिनियस सिस्टम। यो होमोजिनियस सिस्टममा अब सल्युसन कति किसिमको हुन सक्छ? हामीले नन होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनमा सल्युसन 3 किसिमको पायौं। अब जस्तो मैले यहाँ एक्सप्लेन गर्छु पहिला, यो भन्नुभन्दा पहिला, जस्तो x प्लस y इज इक्वल्स टु 0, x माइनस y इज इक्वल्स टु 0 एउटा क्याटेगोरी गर्यौं हामीले। यो इक्वेसन र यो इक्वेसन हेरौँ, x प्लस y इज इक्वल्स टु 0 र 3x प्लस 3y इज इक्वल्स टु 0। यसमा हेर्यो भने x र y को एउटा मात्र पेयर अफ भ्यालुजले यसलाई सटिस्फाई गर्छ, 0, 0। 0, 0 बाहेक अरू भ्यालुले यसलाई सटिस्फाई गर्दैन यो सिस्टमलाई। त्यसकारण यहाँ कतिवटा सल्युसन छ त युनिक सल्युसन देखिन्छ, एउटा मात्र सल्युसन भयो, युनिक सल्युसन यो केसमा। अब अर्को केस हेरौँ, यहाँ यसमा हेर्ने हो भने सल्युसन कतिवटा देखिन्छ त? सल्युसन हेर्ने हो भने 0, 0 त यहाँ हुन्छ, अरू कति हुन्छ होला? यति मात्र हो कि धेरै नै हुन्छ? 1, -1, 2, -2, -1, -1, -2, 2 यस्तो धेरै सल्युसन छ यहाँ है। यो दुईटा केस त यहाँ आयो, इन्फाइनाइटली मेनी सल्युसन र युनिक सल्युसन। अब यो होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनमा मात्र 2 किसिमको क्लास मात्र पर्छ, युनिक सल्युसन हुन्छ कि त इन्फाइनाइटली मेनी सल्युसन हुन्छ। नो सल्युसन भन्ने केस यहाँ हुँदैन, एटलिस्ट एउटा सल्युसन त 0, 0 भइहाल्छ होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनमा। त्यसकारण होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनलाई क्लासिफाई हामी गर्ने क्रममा दुईटा मात्र क्लासमा डिभाइड गर्छौं। पहिलो हामी consistent and independent
independent system. एउटा अर्को क्लास भनेको consistent and dependent system. अब विद्यार्थी भाइ बहिनीहरूले के बुझ्नु पर्यो भने यहाँ होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसन हामी लिने क्रममा इक्वेसन यस्तो छ AX इक्वल्स टु O यो होमोजिनियस सिस्टम छ होमोजिनियस अब यस्तो इक्वेसन सल्भ गर्दा यहाँ दुईटा मात्र अवस्था हुन्छ कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट सिस्टम एउटा कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट सिस्टम अब यो कन्सिस्टेन्ट सिस्टम कहिले भनिन्छ त युनिक सल्युसन हुने अवस्थामा युनिक सल्युसन हुन्छ यसमा युनिक सल्युसन भनेको जहिले पनि एउटै हुन्छ x र y को भ्यालु अहिले 2 भेरिएबल केसमा हामी कति लिन्छौँ त 0,0 युनिक सल्युसन हुने अवस्थामा हामी होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनलाई के भन्छौँ कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट भन्छौँ अब दोस्रो केस यहाँ के छ त इन्फाइनाइटली मेनी सल्युसन्स इन्फाइनाइटली मेनी सल्युसन्स हुने अवस्थामा हामी सिस्टमलाई के भन्छौँ त कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट सिस्टम अब विद्यार्थी भाइ बहिनीहरूले यहाँ हामी डिफ्रेन्ट सिस्टम अफ लिनियर इक्वेसनलाई क्लासिफाई गर्यो अब आशा छ विद्यार्थी भाइ बहिनीहरूले अब कुनै पनि सिस्टम अफ लिनियर इक्वेसन देखिरहँदा त्यो होमोजिनियस सिस्टम हो कि नन होमोजिनियस सिस्टम हो भनेर भन्न सक्नेछौँ र त्यस्तै यदि यो नन होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसन हो भने कुन क्याटेगोरीमा पर्छ कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्टमा पर्छ कि कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्टमा पर्छ कि इन्कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट तीनटा मध्ये कुन क्लासमा पर्छ भनेर छुटाउन सक्नेछौँ यसै गरी होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसन दिइरहेको अवस्थामा पनि त्यहाँ मात्र दुईटा क्याटेगोरी हुन्छ कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट सिस्टम यदि सिस्टम अफ होमोजिनियस इक्वेसनमा युनिक सल्युसन छ 0,0 मात्र सल्युसन छ भने त्यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई हामी अर्थात् त्यस्तो होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनलाई हामी कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट सिस्टम भन्छौँ अब होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनमा इन्फाइनाइटली मेनी सल्युसन छ जसमा 0,0 पनि एउटा सल्युसन हुन्छ यसमा 0,0 पनि एउटा सल्युसन पक्का आउँछ है इन्क्लुडिङ 0,0 जस्तो x, y मा 0,0 त पक्का आउँछ बाँकी अरू पनि यहाँ आउँछ यस्तो सल्युसन हुने होमोजिनियस सिस्टम अफ लिनियर इक्वेसनलाई हामी के भन्छौँ कन्सिस्टेन्ट एन्ड डिपेन्डेन्ट सिस्टम भन्छौँ बाँकी हामीले अब यस्तो सिस्टम अफ लिनियर इक्वेसनलाई सल्भ गर्ने कसरी भनेर अब नेक्स्ट लेक्चरमा डिस्कस गर्नेछौँ धन्यवाद